सुकुटे आयो है गाइस। सुकुटे बोलेपी गाउँपालिका तपाईहरुलाई हार्दिक स्वागत गर्दछ। अब हामी यो खाडी चौरबाट ट्याक्क दाहिनेतिर लाग्ने हो। यता कता सानो बाटो छ के, ड्युटीवाला उताबाट नि आइदियो। मेरो बाइक छिर्छ नि, छिर्छ बाइक त छिर्छ। बाटो मर्मत कार्य हुँदै रहेछ। आउनु फुर्सद हाला, मौसमको फुर्सद हुँदो रहेछ। मौसमको फुर्सद हाला, राम्रो मौसम खुल्या बेला आफ्नो फुर्सद हुँदैन। सैलुङको प्रवेश मार्ग मुडे बजारमा हार्दिक स्वागत छ। राम्रो ठाउँ रहेछ त यता पनि। मेरो सन्तानको मेरो गोठहरूको साथ त गइसक्यो यहाँ बाइक स्पिड चलाएर। अब बाइक 20-22 भन्दा दौडे होइन। राम्रै हुन्छ, जे हुन्छ राम्रैको लागि हुन्छ भन्छन्। अब राम्रै त होला नि। अब चाहिँ अफरोड सुरु भयो जस्तो है। पुरानो घर हो यता चाहिँ। रहेछ अलिअलि हात खुट्टा पाखुरा बलियो बनाएर आउनुपर्ने छ। दाजु कता घुमाइदिएको यार, मलाई घुम्न त खत्रै हालिदिएको यार। उहाँ तलदेखिबाट हेलो नमस्कार हजुर, के छ खबर? तपाईहरु आरामै हुनुहुन्छ? मेरो पनि अहिलेसम्मलाई आराम कुशलै छ। आराम कुशल भएकै कारणले मेरो यात्रा चलिरहेको छ। मेरा अघिल्ला भिडियो हेर्दै हुनुहुन्छ भने थाहा पाइरहनु भएकै होला म कहाँ छु के छु भनेर। हेर्नु भएको छैन भने चाहिँ भनिदिइहालौँ, म छु अहिले दोलाल घाटदेखि यात्रा सुरु भइरहेछ। यो नयाँ भिडियोको छोटो गरेर चाहिँ मैले काठमाडौँदेखिको एउटा दोलाल घाटसम्मको भिडियो बनाइसकेर हालिसकेको छु। त्यसपछि भनेको अब सुरु भएको यो भिडियो भनेको यहाँदेखि कहाँ रे सैलुङसम्मको हुन्छ। भिडियो हेर्नु होला अनि कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु होला है त हजुर। सुनकोसीको किनार छोडेर अब भोटेकोसीको किनार आयो है गाइज। भोटेकोसी अब यहाँबाट अगाडि लागेपछि त हामी भोटेकोसीको किनार लाग्ने हो। लो सुकुटे आयो है गाइस। सुकुटे यो सुकुटे चाहिँ आन्तरिक र बाह्य त कमै हुन्छन्, नत्र भने आन्तरिक पर्यटकले चाहिँ पुरै भरि भराउ हुने ठाउँ हो है।
यतातिर रिसोर्ट छन्। अनि यतैतिरबाट यहाँबाट त होइन माथिबाट कहाँबाट गराउँछ ऱ्याफ्टिङ भोटेकोसीमा ऱ्याफ्टिङ गराउँछन्। जे होस् रमाइलो छ। अब म पनि मिल्यो भने सुकुटेतिर वान नाइट स्टे हानिदिने कि भन्ने प्लान चाहिँ छ। बस्न मिल्ने नमिल्ने चाहिँ म यसै भन्न सक्दिनँ होइन, तर मेरो प्लान चाहिँ छ। सबतिर रिसोर्ट छन् क्या, खतरा यार यतातिर नि। ल पुरै रिसोर्ट जताततै, बाहिर पनि रिसोर्ट पारि पनि रिसोर्ट। यो आइरहेको चाहिँ बलेफी खोला रे। बलेफी गाउँपालिका तपाईँहरूलाई हार्दिक स्वागत गर्दछ। ल धन्यवाद। हामी बलेफी गाउँपालिका होइन, यो ठाउँको नाम चाहिँ बलेफी हो। यहाँबाट नि अगाडि बढेको अवस्था। अब यहाँ फेरि भोटेकोसी होला अगाडिको दाहिनेतिरको हो। यो भोटेकोसी नै हो। भोटेकोसीलाई दाहिने पारेको छ। तर हामी कहाँ 12 बिसे होइन 12 बिसेसम्म। अनि त्यहाँबाट चाहिँ चढिन्छ माथि डाँडातिर गुटुङटुङ लाएर। यो हो खाडी चौर बजार। अघि न मैले 12 बिसेबाट दायाँ बायाँ लाग्ने भने क्या हो है, त्यस्तो होइन है, खाडी चौरबाट थियो है। अब हामी यो खाडी चौरबाट ट्याक्क दाहिनेतिर लाग्ने हो। यता कता सानो बाटो छ क्या पारि जानलाई। अनि सिधै गयो भने चाहिँ तातो पानी हो यहाँबाट। ल एक पटकमा एउटा सवारी मात्र आवत जावत गर्ने। अन ड्युटीवाला उताबाट नि आइदियो। मेरो बाइक छिर्छ नि, छिर्छ बाइक त छिर्छ। यत्र टिपर आउँछ नि यार ड्यामनाहरू। ल अब यहाँबाट ट्याक्क लाएर उकालो चढिन्छ गुटुङटुङ लाएर गाउँ कार्यपालिका कार्यालय पाङ्ग्रेटार। ठाउँको नाम त पाङ्ग्रेटार होला। सुनकोशी गाउँपालिकाको कार्यालय। लु अब लाग्यो उकालो। बाटो मर्मत कार्य हुँदै रहेछ। पिचै हो र टालटुलवाला पिच छ। ठिक छ। त्यहाँको बाटो चाहिँ कडा रहेछ है। उकालो ठाडो उकालो अनि घुम्थ्यो क्या। सट्ट एउटा घुम्थ्यो यसो मोड्यो फेरि बाइक तेर्सो पार्न पाएन, अर्को घुम्थ्यो आइसक्छ। अनि उकालो हामी त तल फाँटबाट त माथि पुरै लेकमा पो आउनु लागिसक्यो त। माथि डाँडातिर पुग्ने हो कि कहाँ पुग्ने थाहा छैन, तर जान चाहिँ उकालो गइया। उकालो भए पनि त्यसरी फेरि स्वाट मोडायो अनि अलिकति अगाडि गइसकेपछि फेरि अर्को मोड आइहाल्छ। त्यसरी चल्दैछ हजुर हाम्रो यात्रा चाहिँ। मेरो ब्याड लक हो कि के हो म हिँडेको बेला यस्तै। आज मौसम राम्रोसँग खुलेको छैन, न पानी पर्न सकेको न घाम लागेको, धुम्म मात्रै भएको। पानी परे भयो नि ल रेनकोट ओढौँ अलि क्लियर मौसम देखिन्थ्यो कि कतै भन्ने त्यो पनि छैन। धुम्म मात्रै हो। उहाँलो सुसुको जस्तो मात्रै छ, पानी परेको छैन। कतै छिट्टा पनि छ छन चाहिँ, तर त्यस्तो ठुलो होइन क्या। आफ्नो अब फुर्सद भएला हिँड्ने हो। हिँड्दाखेरि आफ्नो फुर्सद भएला मौसमको फुर्सद हुँदो रहेछ।
मौसमको फुर्सद आयो होला, राम्रो मौसम खुल्या बेला आफ्नो फुर्सद हुँदैन के गर्ने। यसरी नै यात्रा गर्न पर्यो। मलाई शङ्का त लागेको थियो, म जब यता हिँड्छु भन्ने प्लान बनाउने बित्तिकै फ्याट्टै त्यही बेला चाहिँ मौसमले खासै साथ दिन्न कि भन्ने जस्तो त लागेको थियो। जस्तो सोचेको त्यस्तै भयो, के गर्ने। यो चाहिँ ठुलो पाहाड भन्ने ठाउँ हो होइन। यतातिर चाहिँ प्रायः छ क्या, यो सानो पाहाड ठुलो पाहाड अर्को के पाहाड भन्ने रहेछ होइन। यतातिर सबैतिर यस्तो यो बौद्ध धर्मावलम्बीहरू अलि धेरै छ कि जस्तो छ क्या, अथवा तामाङ बस्ती त्यस्तो बौद्ध धर्म मान्ने वालाहरू चाहिँ अलि धेरै छ कि जस्तो छ। अनि त्यही हिसाबमा चाहिँ यो बौद्ध धर्महरूको चाहिँ ढाका पतङ्गा माने गुम्बा सुम्बा यताउता के टन्नै रहेछ क्या। मुडे बजार यही हो। सैलुङको प्रवेश मार्ग मुडे बजारमा हार्दिक स्वागत छ। अब यता यो माथिबाट गयो भने चाहिँ चरीकोट जिरी कालिम्चोक जान्छ, तल्लो बाटो गयो भने चाहिँ सैलुङ जान्छ। हामी चाहिँ तल्लो बाटो हुँदै जान्छौँ भाइ। अब एकछिन यहाँ यसो एकलट चियापान गरिन्छ, बजार हेर्दैछौँ चिया पसल, अनि त्यसपछि लागिन्छ। लु हजुर, हामी चाहिँ मुडे बजारमा टक्क एकछिन बसियो, चियापान गरियो, अनि अब यहाँबाट सर्लक्क लाएर लाग्यो सैलुङको बाटोतिर। सैलुङको लाग्यो भनेर यहाँ एउटै पहेँलो बोर्ड राखिसकेको छ। अब मेरो विचार चाहिँ खास सैलुङ त हाइटमा छ भन्थे, तर हामी यहाँबाट चाहिँ दाहिनेतिर यो मुडे बजारबाट यता दाहिनेतिर लाएर तलतिर झर्नुपर्ने छ। खास कुरो के हो थाहा छैन। यहाँबाट 19 किलोमिटर छ अरे सैलुङ, त्यसमा चाहिँ 9 कि 10 किलोमिटर पिच छ अरे, बाँकी चाहिँ कच्ची बाटो छ अरे भनेर भन्ने कुरा गर्नुभयो हाम्रो चिया पसलले दिदीले, होटलवाला साउनी दिदीले। के हो कसो थाहा छैन, ठिकै छ। नर्मली यहाँबाट 1 देखि सवा घन्टामा पुगिन्छ अरे भन्ने कुरो नि गर्नुभयो। केही छैन, हामी बिस्तारै गइन्छ आनन्दले। पुन्टु के आइछ? मलाई यो ठाउँ कस्तो दामी लाग्यो क्या गाइज। पुरै यो जस्ताहरू पनि यो पुरै हरियो होइन, आलुबाली विकास केन्द्र रहेछ नि त। अनि सफा बाटो राम्रो, अनि चिटिक्कको परेको बस्ती क्या, सानो थोरै, धेरै ठुलो गाउँ त होइन, ठिकठिकैको, तर पनि त्यो झट्ट हेर्दाखेरि कस्तो दामी देखेको क्या।
flexing cause they know I got the sauce. Got the presence on me, I can't ever take it off. That's why I came country boy stepping, yeah, I'm country boy stepping. Country boy stepping, yeah, I'm country boy stepping. Yeah, they can't get like me, rocking boots and white tee. Designer on my cuff, bring something like a Moby. Country boy stepping, yeah, I'm country. इलाका प्रहरी कार्यालय मागा पौवा प्रहरी कार्यालय जाने बाटो सैलुङ जाने बाटो यता रहेछ सैलुङ जाने बाटो ल आहा के हो यो राम्रो ठाउँ रहेछ त यता पनि होटल सोटल पनि रहेछ बा काइता आहा मुडे यता चिसापानी यता सैलुङ यता यस्तो यस्तो रहेछ ठिक ठिक ल ठिक 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 अच्छा खासा बाटो यहाँसम्मलाई दामी छ है काइता एकदम मुडेसम्मको बाटो भन्दा मुडेबाट यता लागेपछि बाटो दामी देखेँ मैले मेरो सन्तानको मेरो गोठहरूको साथ त गइसक्यो यहाँ बाइक स्पिड चलाएर अब बाइक 20-22 भन्दा दौडे होइन बाइक स्पिड चलायो भन्छन् अब भयो त यहाँको बोर्ड के छ फेरि मुडे बागाखोर हुँदै सैलुङ गाउँपालिका कार्यालय सैलुङ डाँडा मागाबिर्ता लाम्चे आलो हुँदै मुडे यस्तो यस्तो रहेछ जोस् यता बोर्ड चाहिँ सबै राख्दै रहेछ है यहाँसम्मलाई है फेरि अब पछि के हो त थाहा होइन यहाँसम्मलाई सैलुङ मेरो फर्स्ट टाइम हो त्यही भएको भएर म एकदम एक्साइटेड छु हरेक कुरामा हेरौँ राम्रै हुन्छ जे हुन्छ राम्रैको लागि हुन्छ भन्छन् अब राम्रै त होला नि आयो के बजार आयो यार खत्रै बजार त्यो पनि फेरि ठाउँको नाम चाहिँ के हो थाहा छैन सुइँ घुमायो फेरि यसरी सुइँ घुमायो फेरि यसरी सुइँ घुमायो फेरि यसरी सुइँ घुमायो अनि फेरि यसरी सुइँ घुमायो ल सम्भवतः यहाँसम्म मात्र होला पिच बाटो यहाँबाट पिच बाटो सकेको हुनुपर्ने जस्तो लाग्छ मलाई के ठाउँ भन्दो रहेछ यसलाई बागाखोर भन्ने ठाउँ रहेछ ल यो चाहिँ बागाखोर गाइजनीहरू अब चाहिँ अफरोड सुरु भयो जस्तो है यहाँबाट चाहिँ पिच बाटो सक्यो अघि नको कुरो अनुसार 8-9 किलोमिटर पिच बाटो त्यसपछि कच्ची बाटो भने जस्तो लागेको थियो कच्ची त होइन अब यो फुल कच्ची त होइन त्यो पनि बाटो पिच गर्नलाई यसो ग्राभेल स्राभेल चाहिँ राखेर आएर चाहिँ अब कहिले हुन्छ त थाहा छैन बाटो चाहिँ पिच बाटो चाहिँ सकेको अवस्था तर बाटो त्यति नराम्रो छैन जस्तो यो ग्राभेल हालेर पुरै पिच गर्नलाई नै रेडी गरेको बाटो जस्तो बेस हालेर अब यही बाटोको यात्रा हुँदै हामी अगाडि बढ्दैछौँ
कहीँ आएर छ पानी परेर बाटो हिलो रहेछ तर अझ यो चाहिँ गेग्रिनवाला मात्रै बाटो भएको भएर खासै त्यस्तो साह्रो हिलो चाहिँ छैन घाम आउँछ नलाएर हो कि किन हो बाटो चाहिँ अलि हिलिलै रहेछ ठिकै छ केही छैन हामी हिँडेकै बेला हामीलाई चुट्नी नै गरेर चाहिँ पानी नपऱ्यो हुन्छ त्यो नबाहेक अरू परेछ भने त केही छैन ठिकै छ जसो तसो म्यानेज गर्दै हिँड्नुपर्छ तर बाटो अलि चिप्लो पनि छ कि जस्तो नि छ यसो अवस्था हेर्दा कालापानी सैलुङ दुध पोखरी कल्लाबारी हामी सैलुङ जाने हो सिधै अगाडि जानु पर्यो भनेपछि होइन कुरो त्यस्तो हो तर यताको यो बाटोमा चाहिँ पानी चाहिँ सर्लक्कै बग्नेवाला पानी रहेछ क्या नालीहरू बनाइसकेर चाहिँ बनाउँछ चाहिँ त्यही भएको भएर यो पानी चाहिँ हिलो माटो चाहिँ छैन सर्रै बग्नेवालै रहेछ क्या त्यो भएर नि धेरै हदसम्म सहिलो छ पानी पऱ्यो भने पनि अब हिँड्दै पऱ्यो भने चाहिँ अलिकति समस्या ऊ यस्तै चिप्लो बाटो आउँछ फेरि होइन नत्र भने चाहिँ आनन्दले हिँड्न पाइन्छ ढुङ्गे रे गाई ढुङ्गे यो ठाउँको नाम ढुङ्गे बाटो त पिच गर्नलाई रेडी गरेकै रहेछ सबै कुराहरू तर अब यो पानी पऱ्यो गएपछि बाटो सब खोतले हाल्छ जस्ता तस्तै ढुङ्गे बजार दोलखा सैलुङ टिम यो त दोलखामा पो पर्दो रहेछ यार ए कहाँबाट आयो दोलखा जिल्ला लागिसकेको छ अन्त पत्तो छैन त गाह्रो पुरानो घर हो यता चाहिँ रहेछ अलिअलि मस्त भात पाकिरहेको रहेछ यो घरमा धुवा आइरहेछ फेरि त्यहाँ उकालो लाइन जस्तो यतातिर त ठाडो उकालो रहेछ अनि यो पुरै ढुङ्गा छाँदो रहेछ मस्त ढुङ्गा घन्न हुन्छ तर पानी पऱ्यो पनि जे गरे पनि यस्तो बाटोमा चाहिँ बाइक चलाउनलाई चाहिँ सजिलो हुन्छ गाडीलाई त अझै रमाइलो हो बाइकलाई चाहिँ अलिक यो बडी ढुङ्गा भएको भएर घन्न गर्ने मात्रै हो बाटो चाहिँ राम्रै बनाएर छ है यतिको बाटोलाई नराम्रो भन्न मिल्दैन राम्रो बनाएको हो कहाँ पढ्दै छातो छ यार पुरै ढुङ्गै छातेर भइदिएको छ बाटो चाहिँ अलिक राम्रै रहेछ है बाइक गाइने अलिक हात खुट्टा पाखुरा बलियो बनाएर आउनुपर्ने रहेछ अनि बाइक पनि अलिक तगडै चाहिँदैछ त्यही त माथि भइसकेपछि अलिक चिसो लाग्ने भनेको अल्टिट्युड हाई हुन्छ नि त अल्टिट्युड हाई हुने भइसकेपछि बाइक नतान्न सक्ने सम्भावना त्यस्तै अनि बाटो चाहिँ पुरै ढुङ्गा हालेको टाढो हुन्छ अनि त हात र खुट्टा सबै एकैचोटि बिहान मिलाएर कुटुङ गर्दाखेरि भनेको त राम्रै हुँदो रहेछ अलिक तगडै भएर आउन पर्ने रहेछ हेर्नुहोस् गाडीहरू दाजु कता घुमाइदिएको यार मलाई गाडीले घुमाउँदा मलाई अप्ठ्यारो पर्छ नि त फेरि यहाँ बाटो चाहिँ राम्रो रहेछ त्यहाँसम्म हो यो छिन्न पाएन हुन्छ यार यो दाजुलाई जाम छिनौँ ढुङ्गा चाहिँ खत्रै हालिदिएको यार उहाँ तलदेखिबाट पुरै बाटो ढुङ्गा हालेर यतिको बनाइदिएको भनेको चाहिँ धेरै दाम बनाइदिएको यार पुरै उहाँले छ त डाँडातिर आएको के हो यस्तो केही देखिँदैन त सैलुङ डाँडा भने कहाँ हो त अब
यो भगवान् बुद्धको मूर्ति देखियो है। But if I lay down and I play dead and I stay dead, baby, you'll get sick of being the monster out of my head, under my bed. Think you're something out of my nightmares, standing right there. But if I lay down and I play dead and I stay dead, then will you get bored of killing me? Silhouettes of you are like a taunt. Never really know just what you want. With you I don't ever feel calm. I can feel the sweat inside my palms. Play with me like cats and a string. You don't understand the pain it brings. You don't ever wanna give me wings. You don't ever wanna set me free. You know I'm addicted to you, and it's twisted, you've been gifted with the evil voodoo. Got me coming back for more, even when I've been screwed. Dolls full of pins, pierce my heart straight through. I got issues in my head, I like you in my bed, but you keep me on red. Oh, everything is like a test, I better not text or I'll come off desperate. But if I lay down and I play dead and I stay dead, baby, you'll get sick of being the monster out of my head, under my bed. Think you're something out of my nightmares, standing right there. But if I lay down and I play dead and I stay dead, then will you get bored of killing me? So if I play dead, will you regret everything that you did, that you said? I don't think you understand what you're doing, and my heart's black and blue from the bruising. I feel like when I'm with you I'm losing. I feel like you think that this amusing, sitting there gaslighting and confusing. Was it me? Is it me? Am I deluded? I'm the one who's always sorry, the conclusion. Even though I offer all of the solutions, I wish you loved me like I love you, it's stupid. When I'm alone with you I never feel lucid. I wish I wasn't struck by Cupid. I wish when I first saw you I knew this. When I'm with you I feel so useless, I feel diluted, my heart's been wounded. Silhouettes of you are like a taunt. Never really know just what you want. With you I don't ever feel calm. I can feel the sweat inside my palms. Play with me like cats and a string. You don't understand the pain it brings. You don't ever wanna give me wings. You don't ever wanna set me free. But if I lay down and I play dead and I stay dead, baby, you'll get sick of being the monster out of my head, under my bed. Think you're something out of my nightmares, standing right there. But if I lay down and I play dead and I stay. I was a plane crashing in your head. You could've known me better, I said. Ask me a question, just a little comprehension. Cut to me high stepping instead. Time is a game you play when you got it. You shoot your shot so you can say that you shot it. I wanna know, how's it gonna go? You think you'll never be forgotten. What about me? What about me? What about me?
गाइज म चाहिँ फाइनली सैलुङ, यो ठाउँलाई चाहिँ सैलुङ भन्छ अरे। यस्तो चिसो छ है, पानी परेर र असिना परेर, पानी असिना दुइटै परेछ। अनि त्यही भएको भएर पुरै तुवालै तुवालो छ। अब आकाश हेर्नुहुन्छ भने आकाश खासै कतै खुल्या छ कतै खुल्या छैन, कतै तुवालो छ, यस्तै छ। अब हामी पनि यहाँ आइसकेपछि अब आज चाहिँ यहाँबाट कतै नजाने भन्ने प्लान गर्यो। यहीँ बसिन्छ, होटल खोजिसक्यो। म यो ठाउँमा छु, त्यो म बसेकै होटलको छत हो। अब यहीँ बसिन्छ, एक राउन्ड यतै आसपास घुमिन्छ। अनि भोलि बिहान चाहिँ हाम्रो अर्को भिडियो सुरु हुन्छ। यो भिडियो यहीँसम्मको लागि, यतिखेरसम्म भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला। पुरानो हुनुहुन्छ भने पनि मेरो भिडियोहरू कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु होला। तपाईँ हाम्रो भेट अर्को नयाँ भिडियोमा। हस्त हजुर, नमस्कार हजुर, नमस्कार, धन्यवाद।